2014 को ब्राजिललाई जस्तै गरी डिस्ट्रोय गरेर क्रोएसियालाई जर्मनीले बिट गरिसकेको छ र 1 गोल होइन 2 गोल होइन पुरै 7 गोल स्कोर गरेर 6 गोलको लिड लिएर जर्मनीले यसरी फर्स्ट म्याचमै विन निकालेको छ र 2014 मा यसै गरी 7-1 को कहानी बनाउँदाखेरि फाइनलमा 1-0 बनाएर अर्जेन्टिनालाई हराएका थिए र के त्यसको संकेत हो त यो र हजुरहरूलाई के लाग्छ र जसरी फर्स्ट हाफमा त 3-1 को कहानी थियो नर्मलै थियो र सेकेन्ड हाफमा 7 अलिकति डिस्ट्रक्सनै देखियो है त्यो टिमको चाहिँ होप नै हरायो र त्यो टिमलाई पुरै डिस्ट्रोय नै गरिदियो गर्न नि त्यो टिम एउटा सानो कन्ट्री थियो फर्स्ट टाइम वर्ल्ड कपमा क्वालिफाई भएका थिए र जर्मनी भनेको छ वर्ल्ड कपमा सबैभन्दा बढी गोल गर्ने कन्ट्री जमल मुसियालाको उत्कृष्ट लय देखियो फ्लोरियन विर्ट्जको जोसुआ किमिकको उत्कृष्ट लय देखियो र त्यो जुन काई हावर्डको चिप थियो जस्ट ब्युटिफुल र जर्मनी टोटल्ली आउटप्लेड क्रोएसिया भन्दा फरक पर्दैन र जर्मनी आर ब्याक इन वर्ल्ड कप 2018 मा नकआउट स्टेज नपुगिकनै ग्रुप स्टेजबाट बाहिर निक्लिए र 2022 मा पुनः ग्रुप स्टेजबाट नै बाहिर निक्लेको जर्मनी 2026 मा फर्स्ट म्याचमा नै 7 गोल्स स्कोर गरेर अघि बढिसकेको छ र के हुन्छ अगाडि हजुरहरूलाई के लाग्छ जर्मनी कतिसम्म जान सक्छ र के जर्मनी वर्ल्ड कप जित्नको लागि सक्षम छ डु कमेन्ट